ब्याक टु माई च्यानल। दिस इज मी अनुजा आर्याल। म चाहिँ आज छु मामा घरमा अनि आज चाहिँ हाम्रो भाइको आज होइन सरी भोलि पर्सिको लागि चाहिँ हाम्रो भाइको व्रत बन्द छ अनि भोलि चाहिँ पूजा छ, त्यसको लागि चाहिँ म मामा घरमा छु। अनि आज हाम्रो मामा घरमा के हुँदैछ कस्तो हुँदैछ भनेर चाहिँ म देखाउन जाँदैछु, त्यो चाहिँ हेर्दै जानु। ब्युटिफुल भ्यू फ्रम मामा घर। ये अर्को साइड नै देखाउँछ ल। अब चाहिँ म जाँदैछु तल के हुँदैछ, रोटीहरू पकाउने कार्यक्रम हुँदैछ, त्यो चाहिँ म देखाउन जाँदैछु। त्यो चाहिँ हेर्नु होला है त बिस्तारै। जेन्छ ल भाइहरू आम्मा ओइ लुगा मिला तिमीहरू के गर जेन्छ उठेर लुगा मिलाइछ, तिमीहरू मिलाउनु पर्दैन। आऊ जेन्छ तल जमाऊ अब तल चप्पल एउटा ल्याउनु पर्ने, चप्पल छैन मसँग त। चप्पल पनि जलेर पनि कसले कसले कता कता जसरी लगाइदिन्छ। निर्माणको चप्पल सबलाई ठिक हुन्छ, मलाई पनि ठिक हुन्छ, मामा पनि। अनि यो चाहिँ हाम्रो कार्यक्रमको तयारी। ए पिठो मोल्ने काम सब रेडी भइसक्यो। यहाँ चाहिँ साबुनहरू हो, यो चाहिँ तयारीको लागि। म चाहिँ राम्रो नराम्रो के छ भनेर यसो विचार गर्दैछु। हाम्रो पारो हाँस्दैछिन्। कृतिका सिस्टर एक लुक देऊ न त तिमी नि। ल ठिक छ, अहिलेलाई चाहिँ यति नै है त। यो चाहिँ हाम्रो मामा घर अनि यो पनि हाम्रो मामा घर हो। आउ न जाम हाम्रो यो घर पछाडिको वस्तु फार्म। काँचा पनि हो, सानो सानो खानु हुँदैन दिन्छ बेला भयो अहिले त। यो चाहिँ हाम्रो मामा घरमा बस्नुहुने, तल बस्नुहुने आन्टीहरूको गाई, यतापट्टि बाख्रा। अब कति धेरै जे चाहिँ कत्रोबाट भइसक्यो त, खाली बेला भइसक्यो त। गाइस यो चाहिँ हाम्रो मामा घरको बारी हो। ल म तपाईँहरूलाई बारी अहिले यो पातले के अरे मकैको पातले पास्यो भने अर्को आपत। कति रमाइलो छ हाम्रो मामा घर। लुक यो सब आँखाले भेटेको सब हाम्रै बारी है गाइस। हाम्रो गाई फार्ममा भएका गाईहरू पुकुलेहरू। ओ के भयो लड। गाइस भिडियो एडिट गर्दा गर्दै हिजोको क्लिपहरू पनि एक दुईवटा राखिदिउँ कि भन्ने सोचेँ। अब यो हेर्दै जानु ल। कृतिका नराम्रो आएर केही हुन्न। अब यो भन्दा नि डढ्यो भने चाहिँ तितो हुन्छ है, अब घटाउनु पर्छ डढ्ने। दिदीहरूले चटपट बनाउनु। हाम्रो आमै भिडियो बनाएको देखाएको होइन हाम्रो सानीमा। बोर्डको झ्याप भाइहरू आउँछ खै कता।
मम्मी अझैको तारमा नभए मको तार यो चाहिँ अन रेडी रहेछ ए भिडियो त अनि गर्नु परिहाल्यो नि आउनु न ल आइहाल्नु आइज मामा हुनुहुन्छ यहाँ पक पक निकाल्नुहुन्छ मामा यहाँ पनि लिनुपर्छ एउटा बर्को सामान खाना परेर